तपाईहरुलाई पनि हाइक मन पर्छ? कुरादो नथाकिए यो कसो यहाँ छौं भने चाहिँ यहाँ चाहिँ तोजानको म्याप चाहिँ आन्नाई मजाले राखिदिएको छ त नेपाल रे अनि ढुङ्गाहरु पनि खस्न सक्ने सम्भावना छ त्यही भएर एकदमै चिउई भएर चाहिँ हिँड्नु पर्छ अनि तपाईहरुलाई पनि हाइक मन पर्छ र एकदमै नेचर लभर हुनुहुन्छ हाइकिङ गर्न एकदमै मन पर्छ भने चाहिँ यो एकदमै राम्रो ठाउँ हुन सक्छ आज म सँगसँगै यो ठाउँ घुमौँ है त हामी चाहिँ गेन्जाई यहाँ छौं भने चाहिँ यहाँ चाहिँ तोजानको म्याप चाहिँ आन्नाई मजाले राखिदिएको छ तपाईहरु यहाँबाट हेरेर मजाले जान सक्नुहुन्छ हामी चाहिँ अहिले इबाराकी केनको दाइगोमा फुकुरादो फल्समा छौं अहिले फुकुरादो फल्स त यतिकै राम्रो छँदै नै छ त्यसमाथि त्योबाट जुन फुकुरादो फल्स भनेको चाहिँ हामीले तलबाट हेर्छौं भने त्यसको मोतोसम्म चाहिँ हाइकिङ गर्न मिल्ने ठाउँ छ मेरो पनि फर्स्ट एक्सपिरियन्स हो सँगै जाम है त नेचरमा इन्जोय गर्न मन छ भने चाहिँ यसरी नै खोला नाला पहाडदेखि लिएर सबै कुराहरु मजाले इन्जोय गर्न सक्नुहुनेछ हैन यहाँ चाहिँ मेन भनेको चाहिँ अटम सिजनमा एकदमै धेरै राम्रो हुन्छ आकीमा यो पुरै डाँडा काँडा कोयोले चाहिँ भरिपूर्ण हुन्छ एकदमै फेमस छ त्यतिबेला पुरातनो ताकी चाहिँ फुयुमा पनि एकदमै फेमस छ किनभने सबै जमेको हुन्छ नि त बरफ जमेको हुन्छ त्यसले गर्दा पनि धेरै फेमस छ यहाँ चाहिँ के राखेको रहेछ मलाई त्यति राम्रोसँग थाहा त भएन तर कस्तो मजाको त्यो पुरानो भाइब दिने सामानहरु चाहिँ मजाले राखेको रहेछ के हेर न यो आर्ट कस्तो राम्रो है यहाँ हेर्न सक्नुहुन्छ युरियो चिउसाजो चाहिँ 500 येन लाग्छ तर हामी चाहिँ उताबाट हिँडेर आएको भएर हाम्रो चाहिँ थाहा देश अनि यहाँको बजार के यस्तो मजाको छ कि कस्तो रमाइलो लाग्छ कि मलाई जहिले आउँदा नि अहिले चाहिँ पसलहरु सबै बन्द छ सायद यो बिहानै भएको भएर होला अहिले एकछिनमा चाहिँ मजाले यहाँ मोची डाङ्गोहरु देखि लिएर अनि यो सियोयाकीहरु देखि लिएर सबै बेच्न राखिरहेको हुन्छ के अनि स्ट्रीट फुड जस्तो इन्जोय गर्न मिल्छ अब यहाँबाट चाहिँ हामी ताकी तर्फ लाग्छौं पहिला ताकीको भ्यू इन्जोय गरिसकेपछि बल्ल हाम्रो हाइकिङ स्टार्ट हुन्छ कन्निचिवा नेपाल रे हाय 遠いところね今日登山する予定ですどこはいここハイキングするところもありますよねここはこれ行って滝を出て階段登ってそうで月寄山そうそしてまた降りてそれだけでいいんでしょどのぐらいかかりますかその時間1時間以上かかるのでああわかりましたそうですねそれあとは山とあと向こうの山をの頂上からでずっと歩けんですよああそうなんだそれは駐車場は車どこ置いたのあそこ無料のところはいそうあそこへ置いてそして向こうのとこ山の方へ上がってくるんですはいはいはいそして今度これをね生瀬淵ってあるんです生瀬淵はいそこへ行ってよく見てそしてずっとこれを歩いてる見晴らしいいですからそう今日はもう本当にこの滝のところでそう滝の元につけますよねそうそこ行きたいと思ってありがとうございましたフの滝へようこそताकी जानको लागि चाहिँ आन्नाई गरे अनुसार हामी चाहिँ यताबाट जान्छौं पसलहरु चाहिँ तल मात्र होइन जिउसाजोको बाटोमा मात्र होइन कि हामी यसरी हिँडेर आउने ठाउँहरु पनि बीचमा पसलहरु मजाले छ अहिले चाहिँ बिहान भएको भएर खुलेको छैन दिउँसोमा चाहिँ मजाले यो खुलिरहेको हुन्छ तपाईहरुले मजाले इन्जोय गर्न सक्नुहुनेछ अहिले आजिसाईको एकदमै किसेचो हो त्यही भएर फुलहरु मन पर्छ भने अनि आजिसाई मन पर्छ भने चाहिँ मजाले आजिसाई पनि इन्जोय गर्न सक्नुहुनेछ अब हामी यो सानो पुल जस्तो छ अनि अलि साँगुरो पनि छ बाटो एकदम चिप्लो पनि छ एकदम कियोत्सुके नागारा इकिमास भन्दै दौडिरहेको छु म चाहिँ यस वन जंगल यस्तै खालको छ नि त अनि ढुङ्गाहरु पनि खस्न सक्ने सम्भावना छ त्यही भएर एकदमै चिउई भएर चाहिँ हिँड्नु पर्छ अनि पानी पनि एकदमै धेरै भएको भएर चाहिँ चिप्लिन सक्ने सम्भावना धेरै छ त्यही भएर चिउई स्टे कुदासाई म पहिला आउँदा भन्दा चाहिँ पुल अहिले धेरै नै राम्रो बनाएको रहेछ म पहिला धेरै चोटि नै आइसकेको छु तर अहिले चाहिँ जस कस्तो आन्सिङ हुने टाइपको कि हिँड्दा पनि पहिला यस्तो साह्रो हल्लिन्थ्यो नि यो पुल एकदमै धेरै डर लाग्दो थियो तर अहिले पनि डर लाग्यो मलाई चाहिँ ओए बेसी नै हल्लियो त यहाँ छ हाम्रो ताकी
हामी यहाँ चाहिँ हामी टिकट लिएर पनि आउन सक्छौँ भने हामी यहाँ फ्रीमा पनि इन्जोय गर्न सक्छौँ। टिकट लिएर आउनुहुन्छ भने चाहिँ वहाँ त्यहाँ माथिबाट इन्जोय गर्न सक्नुहुनेछ। तपाईँहरू टिकट लिएर घुम्न चाहनुहुन्छ भने चाहिँ पर पर्सन ओतोनाको चाहिँ 300 एन लाग्छ। अनि यो ताकीको बारेमा भन्नुपर्दा चाहिँ यो ताकीको ताकासा चाहिँ 120 मिटरको छ र यसको हावा चाहिँ 73 मिटरको छ। यसको चाहिँ अर्को नाम पनि छ, यसलाई चाहिँ योदोनो ताकी पनि भन्छ। हामीले नर्मली चाहिँ फुकुरादोनो ताकी भनेरै चिन्छौँ भने यसलाई योदोनो ताकी भनेर पनि भनिन्छ। यहाँ चाहिँ मजाले हाइकिङको कोर्सहरू चाहिँ अन्याय गरेको छ, तपाईँहरू यहाँ हेरेर मजाले गर्न सक्नुहुनेछ। अनि यहाँबाट हुन्छ हाम्रो हाइकिङको सुरुवात। अनि त्यसपछि यहाँ चाहिँ चिविजीकोहरू मजाले अन्याय गरिदिएको छ। लगभग हामीलाई 40 मिनट जति लाग्छ। हामी यो भर्याङ चढेर माथि जानेछौँ। अनि यहाँ चाहिँ यो कुमाहरू पनि आउन सक्छ, त्यही भएर कुमाहरू आएको बेलामा चाहिँ नडराइकन सुजुका भएर चाहिँ जानु भनेर लेखेको छ, यिनीहरूलाई नजिस्काइकन। जाउँ है त। यहाँबाट चाहिँ फलामवाला भर्याङ चाहिँ सकियो। त्यसपछि हामी यो कस्तो अलि सानो जस्तो पनि छ, यतिकै नर्मल सानोवाला भर्याङबाट चाहिँ माथि जान्छौँ। हामी चाहिँ यहाँ आइपुगिसक्यौँ, अझै कति हिँड्नु बाँकी नै छ। आउनुहोस् सँगसँगै जाऊँ। हाम्रो चाहिँ एकदमै सर्ट हाइकिङ थियो, तर पनि खाइदान चाहिँ एकदमै ठाडै उकालो भएको भएर चाहिँ हामी एकदम थाकिसकेको थियौँ। तर माथि गइसकेपछि यति राम्रो भ्यू देखियो, त्यो भ्यू देखेपछि त थकाइ हो त्यो भन्ने कुरा नै नभइकन मजाले फेरि हामी त्यो बाटो अर्को नम्बरतिर लाग्यौँ। हामीले चाहिँ त्यहाँबाट देखिने भ्यूबाट चाहिँ मजाले फोटो भिडियोहरू अगाइन्जाल पेट भरियो भइन्जालसम्म खिच्यौँ। अनि त्यसपछि बाटोमा फुल पात पतिङ्गर जे भेटिन्छ सबको फोटो भिडियो लेख्दै हिँड्न थाल्यौँ। यो भ्यूको इन्जोय गरेर थोरै माथि लागिसकेपछि चाहिँ हामी हाम्रो डेस्टिनेसनको 14वटा नम्बर थियो भने 7औं नम्बरमा चाहिँ पुगेको छौँ। यो हाइकिङ कोर्सको चाहिँ 14वटा नम्बरमा 7वटा नम्बर चाहिँ सबभन्दा टपमा पुगिन्छ भने त्यहाँबाट अर्को 7वटा नम्बरबाट चाहिँ हामी तल पुग्यौँ। मैले यो पार्ट चाहिँ सबै पछि भोइस ओभर गर्नु पर्यो, किनभने चाहिँ म पत्र बोलि नै रहेको थिएँ, भिडियो भइ नै रहेको थियो, गरि नै रहेको थिएँ, तर सबै माइक अफ भएर भएको रहेछ। त्यसपछि फेरि मैले डबल काम गर्नु पर्यो। अहिले भिडियो बनाउँदा फेरि भोइस ओभर गर्नु पर्यो। अनि त्यसपछि गर्दै हामीले बल्ल 7 नम्बरको पोल चाहिँ भेट्यौँ। 7औं नम्बरको पोललाई चाहिँ हामीले बाई भन्दै हामी 8औं नम्बरको पोललाई भेट्नको लागि चाहिँ अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा चाहिँ यहाँ यस्तो जिन्जा जस्तो पनि रहेछ, त्यो जिन्जामा चाहिँ हामी पसेनौँ। अनि यो झर्ने बाटो चाहिँ त्यति धेरै राम्रो थिएन, अलि चिप्लो पनि थियो। अनि मान्छेहरू अहिले खासै हाइकिङ गरेको थिएन कि, अब हुन त वन जङ्गल हो, माकुराको जालो त एकछिनमा पनि लागिहाल्छ नि त। अनि यति धेरै मुखमा माकुराको जालो आइरहेको थियो कि यो बाटोहरूमा चाहिँ अलि डर लाग्दो जस्तो टाइपको थियो कि हाइकिङ एरिया, किनभने उकालो उक्लिँदाखेरि एकदमै राम्रो भर्याङहरूदेखि लिएर अनि थाकीको साइडबाट भएको भएर पनि एकदमै आनन्दको भ्यू थियो भने यो चाहिँ अलिकति कस्तो अलिक भुतिया टाइपको लाग्यो मलाई चाहिँ, अलिक डर पनि लाग्यो, किनभने तल यो कुमा आउँछ भनेर पनि नोटिस गरेको थियो नि त। अनि कस्तो सस्पेन्सवाला कि त्यो अलिक भूतको फिल्महरूमा हुन्छ नि, हो त्यस्तो टाइपको फिल भइरहेको थियो कि। अनि त्यो घाँसहरू पनि ठुल्ठुलो भएर अनि कति नम्बरको रुट हो अनि कताबाट कता जाने भनेर त्यो लेखेको बोर्डहरू पनि पुरै छेकिरहेको थियो कि हामीले त्यसलाई हटाई खोज्दै हिँड्नु परेको थियो। हामी यहाँसम्म आइपुग्दा चाहिँ 3तिर जाने बाटो थियो अनि अर्को 2वटा बाटोतिर चाहिँ अलि बाटो पनि एकदमै नराम्रो, अनि त्यसपछि अझै धेरै हाइकिङ गर्नुपर्ने, अनि बाटो त्यति राम्रोसँग थाहा नभएको भएर चाहिँ हामी हाम्रो नै 8 नम्बरलाई खोज्दै चाहिँ 8 नम्बरतिर नै लाग्यौँ। बाटोहरू बिस्तारै आफूले खोजेर गयो भने त मजाले अझै धेरै हाइकिङ गर्न मिल्ने जस्तो पनि थियो। त्यहाँ पुरै हाइकिङको रुटहरू पनि लेखेको थियो, हाम्रो गेन्जाइचीहरूदेखि लिएर कताबाट कहाँ पुगिन्छ, कसरी जान सकिन्छ भनेर मजाले सेचुमै चाहिँ गरेको थियो। तर पनि हामीसँग टाइम पनि थिएन अनि हामीलाई अलिक डर पनि लागेको थियो कि वास्तवमा चाहिँ। त्यसपछिको 8 र 9 नम्बरलाई चाहिँ हामीले पुरै फड्को मारेर हामी एकैचोटि कति नम्बरमा पुग्यौँ होला त अब यहाँ हेरेर थाहा पाउनुहुन्छ तपाईँहरूले। फाइनली हामी चाहिँ 11 नम्बरमा आइपुगिसकेको थियौँ। अब हामी
14 नम्बरमा पुगेपछि चाहिँ हाम्रो गोल कम्प्लिट हुन्छ। बाटो त साइकै रहेछ यार, के यस्तो आमा ए भगवान। मलाई 11 नम्बरबाट 12 नम्बरसम्म पुग्नलाई चाहिँ हामीलाई गाह्रै पर्यो कि, किनभने यो घाँसहरू यति धेरै थियो कि पछ्याउँदै हिँड्नु पर्ने, अनि त्यसपछि बाटो पनि उस्तै हिलो हिलो पत्तर पत्तर थियो कि, जङ्गलहरू पनि उस्तै, रुखहरू पनि यत्रो ठुल्ठुलो, अनि जे होस् अलि त्यो हुन्छ नि त हाइकिङमा चाहिँ पुरा एडभेन्चर टाइपको के रमाइलो लाग्ने खालको थियो, अनि पुरा कता कता रुखहरू पनि लडेर हिँड्ने ठाउँ पनि थिएन कि। पछाडिबाटको भ्यू हेर्दा हेर्दा तपाईँलाई झ्याउ लाग्यो होला है, एङ्गल चेन्ज गरौँ है त। झर्दैछौँ हामी चाहिँ। अब हाम्रो आउँछ कति नम्बर, 12 13 12 कि 13। हामी अघि जहाँबाट चढ्नलाई सुरु गरेको थियौँ त्यहीँ चाहिँ झर्दैनौँ, अलिकति यता साइडको त्यो मिसेहरू भएको ठाउँमा चाहिँ ठ्याक्कै यो झर्ने ठाउँ रहेछ, किनभने इकी खाएरी चाहिँ एकदम बेचे बेचे बाटो पर्न जाँदो रहेछ। अनि यहाँ चाहिँ हामी आइपुगेको छ। तपाईँलाई पनि यस्तै ठाउँहरू एक्सप्लोर गर्न मनपर्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। म यस्तै यस्तै भिडियो लिएर आउने नै छु। किन हो, हस् धन्यवाद।